सेवारो आतंक मासे म भक्ति आङदेम्बे पालाम र यालाङको विषयमा चाहिँ लिएर आएको छु। खासै म मुन्धुम साबा पनि होइन, येबा साम्बा पनि होइन, साधारण मान्छे, साधारण व्यक्ति हुँ। तर आफ्नो कल्चर, संस्कार, संस्कृति प्रति चाहिँ एकदमै माया गर्नेमा चाहिँ पर्छु है। अनि मैले जे सुनेर आएको छु त्यही चाहिँ म बताउने कोसिस गर्छु है। पान लाम बोल्ने बाटो पालाम भनिन्छ है। अनि यालाङ भनेको चाहिँ या भनेको धान, लाङ भनेको नाच्नु, धान नाच्नु, अथवा या लाक्मा भनिन्छ। या भनेको धान, लाक्मा भनेको झार्नु, मार्नु, कुल्चिन्नु लाग्नु भनिन्छ है। मुन्धुमको विषयमा चाहिँ म अलिकति बताउन गइरहेको छु। पहिले सावा येथाङ हाम्रो पुर्खाहरूको गाउँमा चाहिँ एकदमै अनिकाल लागेछ। पहिले त अब शिकार गरेर खाने अनि गन्धमूलहरू, भ्याकुरहरू जङ्गलमा जे पाइन्छ त्यही खोजेर ल्याएर खाने चलन थियो रे। अनि एक दिन चाहिँ एकदम साह्रै अनिकाल लागेछ। अनि हाम्रो पुर्खाहरूको चेली सिबेरा इकथुक्ना चाहिँ जङ्गलमा चाहिँ खानेकुरा खोज्ने क्रममा चाहिँ धानको बोट पाकेको चाहिँ भेटेछ। अनि यो चाहिँ खानेकुरा नै होला भनेर चाहिँ टिपेर चाहिँ टेस्ट चाखेछ। खाँदाखेरि चाहिँ मिठो भयो अरे। अनि यो कहाँबाट त आयो त भनेर चाहिँ यसो माथि हेर्दाखेरि चाहिँ चराको गुर देखेछ। चराले चाहिँ बच्चाहरूले खुवाउन ल्याउँदाखेरि चाहिँ झरेर चाहिँ उम्रेको होला भनेर चाहिँ चराले सोधेछ। अनि चराले पनि भनेछ मैले नै यहाँनिर ल्याएको हो भनेर भनेछ। लो अनि उसो भने हामीलाई पनि अब बिउ ल्याइदिनु पर्यो, हामी पनि रोप्छौँ, हामी पनि खेती सुरु गर्छौँ भनेर चाहिँ पुर्खाहरूको चेलीले भनेछ। अनि चराले भनेछ हुन्छ, तर म एउटा शर्तमा मात्रै ल्याउँछु भनेर भनेछ। अनि शर्त चाहिँ के हो भनेर भन्दाखेरि चाहिँ जब धान पाकेपछि हामीले निस्वार्थ हामीले खान पाउनुपर्छ, खेदाउनु, मार्न, पिट्न पाउनुहुन्न भनेर चाहिँ शर्त राखेछ त्यो चरा। चरा चाहिँ माक्चेरेपु भन्छ भङ्गेरा है। पुर्खाहरूको चेलीलाई चाहिँ एकदम गाह्रो परेछ तुरुन्तै उत्तर दिनलाई। अनि हुन्छ, म भोलि पर्सि म आएर फेरि भन्छु भनेर चाहिँ चेली फर्केर गएर गाउँमा पुरा त्यहाँनिर चुम्लुङ सभा बसेछन्। अनि सभामा चाहिँ अब त्यो पारित नभए केही सिप लागेन। त्यस पछाडि चाहिँ हुन्छ भनेर सभामा चाहिँ पारित भयो। त्यहाँदेखि फेरि नाक्चेरेपु र चेली चाहिँ वार्ता गरेछन्। त्यहाँदेखि सिक्किमतिरबाट चाहिँ बिउ ल्याएर चाहिँ दियो। त्यहाँदेखि चाहिँ खेती सुरु गरे हाम्रो पुर्खाहरूले। कृषि पनि त्यहाँदेखि सुरुवात भएको है। अनि कृषि युगको सुरुवात गर्ने नै सिबेरा इकथुक्ना हाम्रो पुर्खाहरूको चेली हुनुहुन्थ्यो भन्ने चाहिँ सुनिन्छ, मुन्धुममा छ। धान पाक्नु त होइन, फुल फुल्दाखेरि नै भङ्गेराहरूले चाहिँ खान थालेछन्। धान पाक्ने बेलामा त आधी जति चाहिँ खाइदिएछन्। अब त्यहाँदेखि चाहिँ हाम्रो पुर्खाहरू चाहिँ लु अब यसरी त भएन, अब बाचा गरेको छ, बाचा तोड्न पनि मिलेन, अब के गर्ने त भनेर चाहिँ चुम्लुङ बसेछन्। फेरि सभा बसेछ। अनि सभाले चाहिँ लु अब यसरी त छोडिदियो भने त धान पाकिन्जेलसम्म त सबै सकिने भयो। अनि लु अब चाहिँ यसो गरौँ भनेर चाहिँ सभामा चाहिँ सल्लाह भएछ। सबैजना धानबारीमा जाउँ
अनि हातमा हात समातेर चाहिँ चराहरू चाहिँ त्यो ग्यापबाट चाहिँ छिर्न नसक्ने गरी चाहिँ बाक्लो हातमा हात समातेर चाहिँ लु हा 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 गर्दै चाहिँ लखेटी पठाएछन्। त्यहाँदेखि चाहिँ पालामको सुरुवात भएको। हामीले जति पनि पालाम गाउँदाखेरि जहिले पनि हामीले हा 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 नै भनेर गाउँछौँ। हाहाबाटै उठ्छ पालाम। त्यहाँदेखि पालामको सुरुवात भयो। धान पाकेर चाहिँ काटेर त्यहाँदेखि गुनी ल्याउने, ठुलो गुनी ल्याउने चलन छ। अनि त्यो गुनी लाएपछि चाहिँ पछि फुर्सदको समयमा चाहिँ धान पछार्ने चलन छ। अनि त्यो धान पछारेपछि त्यो परालमा अलिअलि धान रहेको हुन्छ। त्यो चाहिँ फेरि पहिले चाहिँ गोरु लाउने सिस्टम थिएन, चलन थिएन। त्यसले गर्दाखेरि या लाकमा, या भनेको धान हो, लाकमा भनेको चाहिँ कुल्चिन्नु, झार्नु, माड्नु चाहिँ अर्थ लाग्छ है लाकमाको। या लाकमा, त्यही या लाकमालाई नै या लाकमालाई चाहिँ यालाङ पनि भयो। अब या भनेको धान, लाङ भनेको नाच्नु। नेपालीमा धान नाच्नुलाई लिम्बू भाषामा यालाङ भनिन्छ। हात समातेर त्यहाँदेखि चाहिँ घुम्दै यता पालाम हा हा भनेर धान नाच्दै घुम्दै गरेर चाहिँ धान मार्ने, धान झार्ने, धान पछार्ने सिस्टम भयो, बस्यो। हो त्यहाँदेखि चाहिँ धान नाच सुरु भयो। यहाँनिर धेरैजनाको जिज्ञासा चाहिँ के छ भने यता पालाम पहिले आउँछ कि धान नाच पहिले आउँछ भन्ने छ। मलाई पनि धेरैजनाले सोध्नु भएको छ। त्यसमा दुईटा छ। याक्थुङ लिम्बूहरूको मुन्धुम अनुसार जाने हो भने चाहिँ यता पालाम पहिले आउँछ, अनि मात्रै पछाडि धान, अब पछि धान पछार्ने बेलामा मात्रै धान नाच सुरु हुन्छ। पालाम भनेको चाहिँ, पान भनेको चाहिँ बोल्नु, लाम भनेको बाटो, बोल्ने बाटोलाई पालाम भनिन्छ। अनि यो पालाम चाहिँ मेला पात, यसो गाई बस्तु चराउन जाँदाखेरि जङ्गलतिर, बाटोतिर, जतातिर गाउँदा पनि हुन्छ। अनि पछि धान पछार्ने बेलामा मात्रै धान नाच हुन्छ। अनि मुन्धुम याक्थुङ लिम्बूहरूको मुन्धुम अनुसार हो भने चाहिँ पालाम पहिले आउँछ, अनि मात्रै यालाङ आउँछ। तर फिजिकल्ली धान नाच पहिले आउँछ, अनि मात्रै पालाम आउँछ। अब जस्तै हामी धान नाच्नु पर्यो भने चाहिँ समूह चाहिन्छ है। अब पहिले अब साइनो लाग्छ कि लाग्दैन भनेर ख्याली भएर चाहिँ इसेममा भन्छौँ, साइनो केलाउँछौँ। अनि जब साइनो लागेन भने चाहिँ हात समातेर धान नाचिन्छ। साइनो लाग्यो भने चाहिँ त्यही अनुसारले साइनो खेदाउनु पर्छ, हात समातेर धान नाच्नु हुँदैन। त्यसरी साइनो नकेलाइकन धान नाचेको थियो र पछि भेट भइयो भने चाहिँ त्यहाँ साम्बानहुङमा भनेर भनिन्छ, जरिमाना तिर्नुपर्छ। पुरा त्यहाँ त भुइँसोरी जरिमाना राखेर सेवारो लो सरी भुल गल्तीले अब हात समातिएछ, धान नाचिएछ, लु अबदेखि चाहिँ आफ्नो आफ्नो साइनो खेदाउँ है अब भनेर चाहिँ माफ माग्नुपर्छ। साइनो लागेन भने चाहिँ त्यहाँदेखि हात समातेर चाहिँ घुम्न सुरु हुन्छ, धान नाच सुरु हुन्छ। अनि मात्रै घुम्दा घुम्दै त्यहाँदेखि पालाम गाइन्छ। अनि प्र्याक्टिकल्ली पक्का फिल्डमा हो भने चाहिँ धान नाच यालाङमा अथवा यालाङ पहिले आउँछ है, अनि मात्रै पालाम भनिन्छ। तर अब हामीले चाहिँ मुन्धुमै फलो गर्नु पर्यो, मुन्धुमै पछ्याउनु पर्यो, मुन्धुम अनुसार नै जानु पर्यो। त्यसले गर्दाखेरि चाहिँ पालाम पहिले आउँछ। मैले बुझेको, मैले जानेको चाहिँ लु यति नै है। यो धान नाच चाहिँ यालाङ चाहिँ सुखमा पनि नाचिन्छ, दुःखमा पनि नाचिन्छ है।
अब जस्तै दुःखमा नाच्नु पर्यो भने चाहिँ सिमेरी मुन्धुम उठाउनु पर्छ र सुखमा नाच्दाखेरि चाहिँ यता शुभ विवाहतिर नाच्नु पर्यो भने चाहिँ नेतिफुङ अलिकति छुन्नुपर्छ, नेतिफुङको बारेमा अलिकति ल्याउनु पर्छ पालाम भन्दाखेरि। अनि जस्तै अब पाहुना जाँदाखेरि धान नाच्नु पर्यो भने चाहिँ तरे तेया इल्ले अथवा तरे केदे इल्ले आदुमा भनेको चाहिँ पाहुना आउँदाखेरि भेट भयो अथवा अब पाहुना गएको ठाउँमा अब भेट भइयो भनेर चाहिँ मुन्धुम चाहिँ त्यसरी ल्याउनु पर्छ धान नाच्दाखेरि। अब मेला बजारमा हो भने कुन मेलामा हो मेला बजारको विषयमा भन्नुपर्छ। कुनै ठाउँमा भेट भएर नाच्नु पर्यो भने चाहिँ यो हाम्रो गाउँमा यो हाम्रो ठाउँमा आउनुभयो भेट भइयो अब धान नाचौँ है भनेर भन्नुपर्छ। अनि फर्काउँदाखेरि मिल्लो तपाईँहरूको गाउँमा आउँदाखेरि यति मिठो गरी भेटेर धान नाचियो भनेर भन्नुपर्छ। धान नाचमा चाहिँ यसरी नै नाच्दै जानुपर्छ। तर हाट बजारमा चाहिँ धान नाचिँदैन, हाट बजारमा चाहिँ नर्मल भेट भएर ख्याली अझै गाउन सकिन्छ है। पालाम चाहिँ यो धान नाच चाहिँ प्रायःसो माया प्रीतितिर नै जान्छ है। यो चाहिँ मायाको विषयमा नै अब पालाम भनिन्छ, गाइन्छ, नाचिन्छ है। यो धान नाच पालाम यो धान नाच एकदमै लामो जान्छ। जस्तै चरण चरण चरण, एक चरण, दुई चरण, तीन चरण, चार चरण, पाँच चरण हुँदै जान्छ, चरण चरण हुँदै जान्छ। सुरुमा चाहिँ पालाम स्टार्टिङमा चाहिँ लगभग 1 घन्टा टु 1.5 घन्टा लाग्छ एक चरण भन्नुलाई। कम्तीमा 40-50 पालाम भन्नुपर्छ। एकदम भूमिका बाँध्दै 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 ल्याउनु पर्छ। अनि त्यहाँदेखि चाहिँ सकेपछि चाहिँ पालो दिनुपर्छ। यता थाङबेनले पहिले भन्यो भने मेन्छ्याले पालो दिने, मेन्छ्याले पहिले भनेको थियो भने थाङबेनले पालो। अनि थाङबेनले पनि फेरि फर्काउँदाखेरि पालाम चाहिँ सवाल जवाब हुन्छ है। सवाल जवाब सब दोहोरी जस्तै नै। यो त दोहोरी चाहिँ अब 1 to 1 जान्छ भने यो चाहिँ हाम्रो चाहिँ पक्का भूमिका बाँध्दै 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 ल्याउनुपर्छ। अनि यता थाङबेनले फर्काउँदाखेरि पनि उहाँको पनि लाग्छ 1.5 घन्टा नै लाग्छ पुरै। कति राम्रो भन्नुभयो, ल अब पालो दिनुभयो, हुन्छ म मनैबाट म पालोले म थापिलिन्छु। त्यहाँदेखि अब भूमिका बाँध्दै बाँध्दै ल्याएर अब मेरो पनि कुरा राख्छु, अब सुन्नुहोस् है, तपाईँको पालामको म उत्तरको जवाब म फर्काउँदैछु भनेर चाहिँ त्यहाँदेखि त्यो पुरा त्यो भूमिका बाँधेर ल्याएर अब भन्नुपर्छ। त्यहाँदेखि लास्टमा थाङबेनले पनि सकेपछि मेन्छ्याले फेरि पालो दिनुपर्छ। अनि मेन्छ्याले फेरि उत्तर थाङबेनको उत्तर फेरि फर्काउनुहुन्छ। फेरि थाङबेनले मेन्छ्याको फर्काउँछ त्यो कुराको उत्तर। सवाल जवाब सवाल जवाब सवाल जवाब हुँदै 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 गएर भरे त त्यति लामो जाँदैन। अनि एक चरण अनि दुई चरणमा चाहिँ छुट्टिँदै 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 गएर लास्टमा त त्यो 8-10 मिनटमै एक चरण सकिन्छ है। अनि त्यहाँदेखि चाहिँ अब लास्टमा चाहिँ नाच्दा नाच्दै समय सकिन्छ। जस्तै रातभरि नाच्यो भने बिहान उज्यालो भएपछि त अब कहाँ पुग्नुपर्छ। अब मेला बजारमा हो भने चाहिँ अब 2 रात 3 रात, 2 दिन 2 रात, 3 दिन 3 रातै नाचिन्छ। तर पाहुना जाँदा जस्तै अब बिहेतिर अब सुदैतिर भेट भएर नाच्नु पर्यो भने त्यहाँ त इनफ समय हुँदैन। त्यसले गर्दाखेरि त्यहाँ त अब रातभरि नाच्यो भने त बिहान त अब घर जानुपर्छ। त्यसले गर्दा बिहान चाहिँ लु
साह्रै राम्रो नाचियो। आज चाहिँ समयको अभावले गर्दा अब अर्को मेलामा फेरि भेटेर नाचौँ है, लुगा अथवा सल्टिनी भनेर चाहिँ त्यहाँदेखि पुरा भुइँसरी सेवा गरेर छुट्ने चलन छ हाम्रो याक्थुङ लिम्बूहरूको यालाङ धान नाचमा चाहिँ। मैले पनि थुप्रैवटा पालामहरू लेखेको छु। यो त्यही अनुसारले नै मैले चाहिँ लेखेको छु। तर अब जस्तै अब युट्युब च्यानलतिर अनि अरूहरूले पनि त्यसरी नै पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4 कसैले 30-40 पनि पुर्याइसक्यो पार्ट्सहरू। तर उहाँहरूको चाहिँ पालामको शब्द मुन्दुमहरू के कसो छ त्यो चाहिँ म त्यतातिर जाँदिनँ, आफ्नो उहाँहरूको विचार हो। तर मेरोमा चाहिँ के छ भने त्यो अघि मैले भनेको जस्तै नै सवाल जवाब हुँदै जान्छ है। जस्तै मैले यहाँनिर मैले पालामहरू लेखेको छु। लुङमा कियुङलो भनेको मनमा छौ है भनेको, मुटुमा छौ है भनेको। अनि यो लुङमा कियुङलो पालाम चाहिँ भाग 1 हो। त्यो अस्ति हामीले रेकर्ड गरेर पनि 2025 जस गएको साल माथि चितली चिया बगान हुँदै माथि इलामको सोयाक पुगेर चाहिँ त्यहाँदेखि उता पानीटार पुगेर चाहिँ हामीले त्यो पालामको सुटिङ सकेको छौँ। र अहिले भक्ति आङ्देम्बे युट्युब च्यानलमा आइसकेको पनि छ, तपाईँले हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ के छ भने अब मेन्सिनले चाहिँ यो हाम्रो मायालाई कुसाङथो केच्छु भनेको लक्ष्यमा पुर्याउँ भनेर चाहिँ मेन्सिनले भन्नुभएको छ। अनि थाङबेनले चाहिँ यो हाम्रो माया चाहिँ अब लक्ष्यमा कुसाङ मेकेत्तिन्छाङ भनेको चाहिँ अब लक्ष्यमा नपुगे पनि मेरो मनमुटुमै छौ है भनेर चाहिँ फर्काइदिनु भएको छ पालाम। अब त्यसको मतलब अब सायद भ्याकेन्सी खाली नभएर पनि होला। अनि अब यो त्यो चाहिँ फर्स्ट पार्ट हो। अब यो सेकेन्ड पार्टमा चाहिँ भाग 2 अथवा लुङमा कियुङलो 2 मा चाहिँ मेन्सिनले चाहिँ फेरि अब भन्नुभएको छ लो लुङमा युङनेको केमेत्ताङ तर आत्तो लेप्माङ युङ अभावी भनेको चाहिँ अब मुटुमा राख्छु त भनेर भन्नुभयो, तर कहाँपट्टि राख्ने, कुन ठाउँमा राख्ने भनेर चाहिँ मेन्सिनले चाहिँ यहाँनिर भन्नुभएको छ। अनि यतापट्टि थाङबेनले फेरि यहाँनिर अब फर्काउनु भएको छ। फेन्साङ लेप्दाङ युङने भनेको चाहिँ अब देब्रे साइडमा राख्छु भनेर चाहिँ थाङबेनले फर्काएको छ है। यो उसमा चाहिँ अब यो अर्थमा बुझौँ कि जहिले पनि जेठी चाहिँ दाहिनेपट्टि हुन्छ, देब्रेपट्टि फेन्साङ भनेको त देब्रेपट्टि चाहिँ कान्छी हुन्छ है। थाङबेनले त्यसरी फर्काएको छ यो भाग 2 अथवा लुङमा कियुङलो 2 मा। त्यहाँदेखि पछि अब साथ लुङमा कियुङलो 3 आउँछ। अब त्यसमा चाहिँ फेरि अब मेन्सिनले उत्तर अब के फर्काउनुहुन्छ अनि थाङबेनले फेरि के दिन्छ, त्यसरी नै सवाल जवाब हुँदै गएर माथि गएर लास्टमा चाहिँ कि जोडिन्छ कि छुट्टिन्छ, यस्तो हुन्छ है यो धान नाचमा चाहिँ। त्यसले गर्दा अब हेर्दै जाउँ अब के हुन्छ। लेख्न चाहिँ अब यो अन्तिमसम्म नै लेखिन्छ, गर्दाखेरि तपाईँहरूले पनि हेरिदिनुहोस् भन्दै म आजलाई यहीँनिर सक्न चाहेँ। भन्दाखेरि पनि अनि यो पालाम चाहिँ जुन मैले अहिले लेखेको पालाम चाहिँ स्थानीय कलाकारहरूद्वारा नै यो यहीँ रेकर्ड हुन्छ युकेमै। अनि पछि अब समर लागेपछि चाहिँ अलिकति मौसम राम्रो हुँदाखेरि चाहिँ यहाँ युकेमै सुटिङ गर्ने भन्ने प्लान चाहिँ छ। अब हेर्दै जाउँ। अनि हातपारेहरू पनि अब
अनि यो हाम्रो भक्ति अङ्गदेवी युट्युब च्यानल, यो हाम्रो च्यानल चाहिँ तपाईहरुले धेरै धेरै माया गरिदिनुहोस्, हेरिदिनुहोस् भनेर म अनुरोध गरेँ। लु सेवारो।